दाजु जिन्दगीमा सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ के अरे? बुढा र बुढी। बुढालाई बुढी चाहिने, बुढालाई बुढा चाहिने, एकअर्काको सहारा। सहारा। अन्तिममा कोही हुँदैन। हुँदैन छोरा छोरी नाति नातिना पनि हुँदैन। हेर्नुहोस् के छ भने बुढी मर्यो भने बुढालाई साह्रै धोका हुन्छ। हेर्नुहोस् मैले त कहीँ देखा पनि छु आँखले। हजुर। चाहिँ बुढी मर्यो भनेपछि बुढो मर्यो भने बुढीलाई पनि धोका हुन्छ। तर बुढीले चाहिँ बालबच्चाहरू अब केही न केही हुर्काउन सक्छ, बुढाले चाहिँ हुर्काउन सक्दैन। भनेपछि तपाईँ भाउजूलाई त असाध्य माया गर्नुहुन्छ होला। अरे अब किन दिन काट्यो भने बुढीले नछोड्ने भने नि मैले। अब त्यही त नि, अब प्रेमै हुनाले त छोड्या होइन नि। अहिले आज नजाऊ भोलि पर्सि जाला भने नि सर। मायाले त हो नि। यो लेकमा यो बुढेसकालमा माया नभ्यादै त बुढो चाहिँ अहिले जा आजै जा भनिहाल्थ्यो नि। तर हेर त्यो महत्त्वपूर्ण भनेको दुईजनाको चाहिँ ज्यान बढ्नु पर्यो। दुई मुटु एक ज्यान। एक ज्यान। त्यही मरे पनि सँगै मर्नु भगवानले दिलाइदियो भने कति रमाइलो हुन्थ्यो है। आई लभ यु बुढी भनिदिनु त। आई लभ यु बुढी। तपाईँ पनि भनिदिनु न त। आई लभ यु बुढी।